दिपेन्द्र सिंह ऐरी र करण केसीको त्यत्रो मेहनत खेर गयो होइन त। 272 को टार्गेट दिँदा पनि नेपालले त्यो टार्गेटलाई जोगाउन सकेन। अमेरिकी ब्याट्सम्यानहरूलाई रोक्न सकेन। अमेरिका त के भन्नु, अब आधा जति त भारतको नै छन्। भारतको बी टिम भने नि भयो गाइज। अब नेपालको बलिङ त्यति राम्रो थियो, त्यति राम्रो भइरहेको थियो, तर यहाँ चाहिँ किन यस्तो भइरहेछ त? किन विकेटहरू टाइममा आउन सकेको छैन? स्पिनरको ओभरहरू किन बेलैमा सकिएको छैन? पार्ट टाइमरहरू कति बेला प्रयोग गर्ने थाहा नै छैन। 40 ओभर पछि पनि स्पिनरहरू आइरहेछन्, पार्ट टाइमरहरू आइरहेछन्। अनि नेपालको मेन बलरहरूको काम चाहिँ के त? खालि ताली बजाउने हो। यस्तै कारणले गर्दा नेपाल बारम्बार हारिरहेछ। ब्याटिङमा नै कोही नचल्ने, कति बेला कोही नचल्ने भइरहेछ। प्रायः त हुन्छ नै, तर बलिङमा किन यस्तो भइरहेछ के? खासमा बलिङ रोटेसन नै अलिक कमजोरी हो गाइज यसमा, मेरो विचार है। अनि क्याचहरू छुटाउनु, रनआउटहरू मिस हुनु। विपक्षी टिमले 100+ पार्टनरसिप बनाउँदा पनि नेपालले किन विकेट लिन सकिरहेको छैन? किन बलिङ रोटेसन नमिलेकै हो त? यसमा के भन्नुहुन्छ गाइज? कमेन्ट गर्नु होला। तर मलाई चाहिँ यस्तै लाग्छ, केही बलिङ रोटेसनहरू राम्रो हुन सकेको छैन। क्याप्टेन्सीमा अलि समस्या छ गाइज। आफ्नो 100% दिन सकेका छैनन् कसैले नि, त्यही भएर पनि अलिक मिस भइरहेछ गाइज। अब लास्ट गेम छ एउटा युएईसँग, हेर्दै जाऊँ के गर्छ नेपाल टिमले। बाँकी साथ सपोर्ट चाहिँ गरिराख्नु होला गाइज। अब जे गरे नि आफ्नै टिम हो, सपोर्ट गर्नै पर्यो, के गर्ने गाइज।